कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका स्थानीयहरू आन्दोलित भएका छन्। वडा नम्बर 11, 12 र 13 का स्थानीयहरू आन्दोलित भएका हुन्। शनिबार दोधरा चाँदनी जोड्ने महाकाली नदीमाथि बनेको 4 लेन पुलको तटबन्ध निर्माणकै लागि विरोध गरिएको छ। पुलको तटबन्ध बाँध भत्किएको महिनौं बितिसक्दा समेत सम्बन्धित निकायले निर्माण कार्यमा ध्यान नदिएका हुनाले दबाव स्वरूप विरोध प्रदर्शन गरिएको हो। शनिबार बिहानै विरोध प्रदर्शन हुँदा आधा घण्टा सडक अवरुद्ध भएको थियो भनेपछि सडक पनि सुचारू भइसकेको थियो। भीमदत्त नगरपालिका वडा नम्बर 13 का वडा अध्यक्ष रामबहादुर बोहरा झकासले बाढी पीडित जनताहरूको माग पूरा हुनुपर्ने र यो आन्दोलन कुनै सत्ता पाउनलाई नभएर आम जनताहरूको दुःखको लागि सबै जनताहरू यतिखेर आन्दोलित भएको बताउनु भएको छ। आज यो भीमदत्त नगरपालिका तटीय क्षेत्रका 11, 12, 13 का जनताले शान्तिपूर्ण ढंगले जुन चाहिँ मतलब आन्दोलन गरेको थियो यसलाई अहिले रोक्ने सार्थकता दिने यसलाई चाहिँ मतलब के महत्त्वपूर्ण तरिकाले अब यो जनतालाई के दुःख हुने काम नगर्ने भन्ने किसिमको आन्दोलन हो। यो हाम्रो तटबन्धको माग मात्रै हो। यहाँ कोही शासन सत्ता माग्नुपर्छ, हामीलाई यो चाहिएको छ भन्ने कुनै माग होइन। बाढी पीडित क्षेत्रका जनताको आवाजलाई चाहिँ मतलब दबाइएको छ। यो किन रोक्यो? अब यहाँ माथिबाट हिउँपक लिएर आउने बेला भइसकेको छ। त्यसकारणले यो आन्दोलन सुरु भएको छ। यदि मतलब कि भोलि यसको सुनवाई हुँदैन, यो गाडी घोडा काम गर्न जाँदैन, त्यहाँ काम गर्ने वातावरण बन्दैन भने कडा आन्दोलन हुने यो चाहिँ मतलब कि जनताबाट आम जनताबाट चेतावनी आएको छ। यसका लागि अहिलेलाई चाहिँ मतलब यो खोलिदिने अब आजको चाहिँ सांकेतिक आन्दोलन चाहिँ सार्थकता दिने यही समापन गर्ने भन्ने कुरा आएको छ। जनता सडकमा आउने बेला जब भइसकेपछि जनताको धैर्यताको बाँध हामीले रोक्न सकेनौँ। तर त्यही पनि अहिले पनि अनुरोध गरेर हामीले चाहिँ आजलाई रोकिदिनु पर्यो। एक दिनलाई शनिबार पनि छ, सबै अफिस खुल्दैनन् होइन। त्यसकारणले हामीले यो तटबन्धको व्यवस्थापन समयमा भएन भने जनता रोडमा आउने। त्यसै पनि रोडमा छ, त्यसैमा 2000 परिवार विस्थापित हुने अवस्थामा छ। यो पीडितको आवाज हो। यसमा मतलब कि हाम्रो कुनै किसिमको राज्य सत्तापूर्तिको कुनै मतलब कि लोभ लालच केही पाउने भन्ने होइन। हामीलाई त यो खाली केवल राज्यले चाहिँ मतलब यो संरचना बनाउँछ भन्ने मात्रै। धन्यवाद। हाम्रो शुक्लाफाटा टिभीलाई सब्स्क्राइब गरेर सहयोग गरिदिनुहोला।